हेलो डियर स्टुडेन्ट्स, अहिलेको भिडियो नीटको बारेमा म भन्दैछु। यदि नेपाली स्टुडेन्ट्सले नीटको इक्जाम दिन चाहनुभयो भने तपाईहरुले नीटको इक्जाम दिन सक्नुहुन्छ र दिस इज द पर्फेक्ट टाइम टु प्रिपेयर फर नीट इक्जाम, किनभने नीटको इक्जाम मेमा हुन्छ र अहिलेदेखि तपाईले प्रिपेयर गर्नुभयो भने तपाईको सी को लागि पनि प्रिपेयर हुन्छ, नीटको लागि पनि प्रिपेयर हुन्छ। तर नीटको लागि इक्जाम दिँदाखेरि तपाईको बेसिक कन्सेप्ट एकदम राम्रो भएको चाहिँ हुनुपर्छ। तपाईले त्यसै म नीटको इक्जाम दिन्छु के थाहा भइहाल्छ कि भन्ने सोच हो भने चाहिँ नदिनुस्। तर तपाईले चाहिँ तपाईको बेसिक कन्सेप्ट फिजिक्स केमिस्ट्रीको राम्रो छ, 11 12 राम्रो गर्नु भएको छ र इन्डियाको टप गभर्नमेन्ट कलेजमा पढ्न चाहनुहुन्छ भने नीटको इक्जामले तपाईलाई धेरै बेनिफिट दिनेवाला छ, किनभने प्रत्येक वर्ष 28 देखि 30 जना विद्यार्थीले चाहिँ यसबाट स्कलरशिप पाउने गर्छन्। मैले चाहिँ केही डिटेल्सहरु यसमा राखिदिएको छु। यसमा टोटल मार्क्स भनेको 720 मार्क्स हुन्छ, जसमा चाहिँ इच सब्जेक्ट, चारवटा सब्जेक्ट फिजिक्स केमिस्ट्री बोटनी जुलोजी, इच सब्जेक्ट चाहिँ 45 मार्क्स को हुन्छ, टोटल 720 मार्क्स को हुन्छ, जसमा चाहिँ तपाईले क्वेशन मिलाउनु भयो भने 4 मार्क्स घट र तपाईले क्वेशन रङ गर्नुभयो भने चाहिँ -1 मार्क्स हुन्छ। सो एभ्री इयर 400-500 नेपाली विद्यार्थीले नीटको इक्जाम दिन्छन्, त्यही भएर कम्पिटिसन त्यति धेरै पनि हुँदैन र फरेनर विद्यार्थी भन्दैमा धेरैजना बरु नेपाली नै हुन्छन् जस्तो लाग्छ र इन्डियामा पनि सिट बढिरहेको कारणले यो सिट पनि बढ्न सक्छ। सो यदि तपाई राम्रो विद्यार्थी हुनुहुन्छ, बेसिक कन्सेप्ट राम्रो छ भने तपाईले दिन सक्नुहुन्छ। यो चाहिँ तपाईले इन्डियन एम्बेसीबाट पाउन सक्नुहुन्छ। त्यसपछि इन्डियन नीटको इक्जाम दिएर नै तपाईले कलकत्ता गुठीबाट 2टा सिट पनि त्यहीबाट पाउन सक्नुहुन्छ। राम्रो विद्यार्थीहरूले चाहिँ यसको बारेमा सिरियस भएर सोच्नु होला। यो एकदम फेयर इक्जाम हुन्छ, एम्बेसीको भए पनि यसमा कुनै चलखेल हुँदैन। टोटली तपाईको मेहनतमा भर पर्ने कुरा हो। थ्यांक यू।